यहाँलाई स्वागत छ। जस्तै कि अब निर्वाचनको मिति नजिकै जाँदा डडेलधुरा जिल्लामा सुरक्षा व्यवस्था यहाँले कसरी मिलाइराख्नु भएको छ? धन्यवाद। हामीले सुरक्षा व्यवस्थालाई 3 पाटोमा डिभाइड गरेर अहिलेसम्म व्यवस्थापन गरिरहेको छौँ। एउटा निर्वाचन पूर्वको तयारी, जुनमा अहिले हामी लागिरहेका छौँ। निर्वाचन पूर्वको तयारीमा चाहिँ प्रत्येक राजनीतिक दलको दैनिक जुन गतिविधि छ, जुन उहाँहरूको घर दैलो कार्यक्रम, त्यस्तै हजुरको आमसभाहरू, यी सबैको हामी डेली सेड्युल त्यहाँ नै 8 बजेभित्र लिइसकेका हुन्छौँ र ती डेली सेड्युल हामीले सम्बन्धित सबै प्रहरी चौकी, इभन सशस्त्र र नेपाली आर्मी, नेप्लिज आर्मी समेतलाई हामी डेसिग्नेट गर्छौँ। उहाँहरू सबैलाई जानकारी गराउँछौँ र त्यो अनुसार जुन जुन ठाउँमा कार्यक्रम छ, उहाँहरूको घर दैलो छ, त्यहाँ सबै ठाउँमा प्रहरीको उपस्थिति हुन्छ र हामीले त्यसलाई मोनिटर गरेर आउँछौँ। त्यस्तै पूर्व तयारीको क्रममा सोसल मिडियाबाट हुन सक्ने एउटा जुन भनौँ न भ्रामक समाचारहरू अथवा मिसइन्फर्मेसनहरूलाई पनि कन्ट्रोल गर्नको लागि एउटा साइबर सेल बनाएको छौँ, जसमा जुनियर अफिसरको कमान्डमा 3 जना हुनुहुन्छ। उहाँहरूले विभिन्न पार्टीका र भनौँ न साइबरसँग जोडिएका सामाजिक सञ्जालमा हुन सक्ने, आउन सक्ने जुन त्यस्ता खालको डेटा छन्, त्यो सबैलाई मोनिटर गरेर आउँछ र सम्बन्धित पक्षलाई चाहिँ हामीले फोन गरेर विभिन्न माध्यमबाट चाहिँ जानकारी गराइरहेका हुन्छौँ। तपाईँहरू आचार संहिता उल्लङ्घन गर्दै हुनुहुन्छ, यसको अधीनमा बसेर तपाईँहरू चाहिँ पार्टीको गतिविधि गर्नुहोस् भनेर चाहिँ हामी जानकारी गराइरहेका हुन्छौँ र अहिलेसम्म उहाँहरूले मानि पनि राख्नु भएको छ। डडेलधुराको अवस्था आचार संहिताको कुरा गर्ने हो भने एकदमै सामान्य, उहाँहरू सबैले चाहिँ मानेर अगाडि बढ्नु भएको छ। जस्तै कि डडेलधुरा जिल्लामा जुन संवेदनशील क्षेत्र र मतदान स्थलहरूको पहिचान यहाँले कसरी गर्नुहुन्छ? वेल, हामीले त्यसलाई 3 भागमा वर्गीकरण गरेका छौँ। हाम्रो अति संवेदनशील 33वटा मतदान केन्द्र छन्, मतदान स्थल। त्यस्तै 34वटा चाहिँ संवेदनशील र अर्को चाहिँ 37वटा सामान्य मतदान स्थल छ र अति संवेदनशीललाई त्यही अनुसारको वर्गीकरणमा राखेर हामीले सोही अनुसारको ड्युटी डिप्लोयमेन्ट गरेका छौँ र संवेदनशीलको पनि र सामान्यको पनि त्यही वर्गीकरण मिलाएर हामीले चाहिँ ड्युटी डिप्लोयमेन्ट मिलाएका छौँ। जस्तै कि अब मतदान स्थलमा चाहिँ महिला, ज्येष्ठ नागरिकहरू मतदान गर्न जाँदा अपाङ्गता भएका व्यक्तिहरू मतदान सुरक्षा व्यवस्था के कसरी मिलाइराख्नु भएको? हाम्रो प्रहरी प्रधान कार्यालयबाट पनि नागरिक मैत्री भएर चाहिँ मतदानमा प्रहरीले सहयोग गर्नु भनेर निर्देशन छ। सोही बमोजिम प्रहरीले चाहिँ अशक्त, अपाङ्ग, वृद्ध आउनुभयो भने प्रायोरिटी दिएर उहाँहरूलाई अगाडि लाने र उहाँको सगलको अथवा उहाँले पत्याएको व्यक्तिबाट चाहिँ मतदान कार्यमा चाहिँ सहजीकरण गर्ने तर्फ चाहिँ हामीले हाम्रा सबै मतदान केन्द्रका प्रहरी कमान्डरहरूलाई हामीले ब्रिफिङ गरिसकेका छौँ। जस्तै कि अब सूचना तथा निगरानी निर्वाचन अवधिभर गस्ती तथा निगरानी कसरी सञ्चालन गरिराख्नु भएको छ? वेल, यसका लागि चाहिँ हामीले एउटा सेड्युल बनाएको छौँ। हामीले चाहिँ संयुक्त गस्ती पनि निकालिरहेका छौँ। नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ र म्यादी समेतलाई चाहिँ के हदसम्म भूगोलको बारेमा जानकारी होस्, उहाँहरूलाई पनि प्रहरीले, आर्मीले र सशस्त्रले के कस्ता काम गर्दो रहेछ भन्ने जानकारी होस् भनेर चाहिँ प्रत्येक युनिटबाट संयुक्त रूपमा चाहिँ हामीले गस्ती निकालिरहेको अवस्था छ। हामीले हाम्रो डडेलधुरा एरियाभित्र रहेका सबै मतदान केन्द्रमा चाहिँ फुटमा पनि पट्रोल भइसकेको अवस्था छ र चौकी चौकीबाट पनि टोली पुगिसकेको र सुरक्षा समिति पनि पुगिसकेको अवस्था छ। अब जस्तै कि अब अहिलेको जुन अवस्थामा सामाजिक सञ्जालमा जुन फैलिने भ्रम सूचनाहरूलाई नियन्त्रण गर्न यहाँको तयारी के हो? वेल, मैले अघि पनि भनिसकेको छु, हाम्रो एउटा साइबर सेल छ। हरेक दिन अरात्र खटेर त्यो टोली चाहिँ सामाजिक सञ्जालमा त्यस्तो हेटेड स्पिचहरू अथवा मिसइन्फर्मेसनहरू, कसैलाई गाली बेइज्जती गरेको इन्फर्मेसनहरू, भिडियोहरू, रिलहरू देखिन्छन् भने सम्बन्धित व्यक्ति आइडेन्टिफाई गरेर त्यसो नगर्दिन भनेर पहिला हामी रिक्वेस्ट गर्छौँ र उहाँहरूले त्यति गर्दा पनि मान्नुहुन्न भने चाहिँ हामीले आवश्यक कारबाहीको लागि माथिल्लो निकाय तालुका कार्यालयमा लेखेर पठाउने सम्मको तयारी गरेर अगाडि बढिरहेका छौँ। जस्तै कि आकस्मिक घटनाहरू पनि घट्न जान्छ। घटनाको जानकारी प्राप्त भएमा तुरन्त प्रक्रिया
मिलाउनको लागि यहाँको तयारी कस्तो? ल अब त्यसको लागि हामीले प्रत्येक गाउँपालिका र नगरपालिकामा 2-2वटा मोबाइल खटिया छ। त्यसपछि रिजर्भ टोली पनि खटिया छन्। अरू पनि सुरक्षा निकायबाट स्ट्राइकिङ मोबाइल लगायतका टोली खटिएको हिसाबले चाहिँ हामी प्रत्येक मतदान केन्द्रमा कुनै पनि इन्सिडेन्ट भयो भने विदिन 30 मिनट्स पुग्न सक्ने गरी हामीले तयारी गरेका छौँ। र अन्य ठाउँ पनि कुनै घटना घट्यो भने हाम्रो रिजर्भ टोली पठाएर चाहिँ बेलैमा त्यो घटनालाई मोनिटर गर्ने र सहजीकरण गर्न सक्ने अवस्थाको तयारी गरेका छौँ। अब यहाँहरूले चाहिँ सशस्त्र प्रहरी बल र नेपाली सेनाहरूसँग कसरी समन्वय गरेर जाने तयारी गर्नुभएको छ? यसको लागि हाम्रो एभ्रिडे सुरक्षा समन्वयको मिटिङ बस्छ र हाम्रो जति पनि ड्युटी परिचालन छ त्यो एकीकृत छ। मैले ड्युटी जुन डिप्लोय गरेको छु त्यो नेपाल आर्मीसँग पनि छ र सशस्त्र प्रहरीसँग पनि छ। सशस्त्र प्रहरीले जुन ड्युटी डिप्लोयमेन्ट गरेको छ त्यो हामीसँग पनि छ। नेपाल आर्मीले जुन ड्युटी डिप्लोयमेन्ट गरेको छ त्यो उहाँहरूले हामीलाई पनि सेयर गर्नु भएको छ र यसलाई एकीकृत गरेर संयुक्त रूपमा हामी अगाडि बढिरहेको अवस्था छ। जस्तै अब जिल्लामा राजनीतिक दलहरूसँग पनि सुरक्षा व्यवस्थाका बारेमा केही छलफल गरिराख्नु भएको छ? पहिला हामीले बेला बेलामा सर्वदलीय बैठक बोलाएर उहाँहरूलाई चाहिँ समन्वय गरेर अगाडि बढिरहेका छौँ। अहिलेसम्मको अवस्था देख्दा उहाँहरू एकदमै संयमित, जिम्मेवार र आचार संहिता पालना गरेर अगाडि बढ्दै हुनुहुन्छ भन्ने हामीले महसुस गरेका छौँ। जस्तै कि मतदानको दिन कुनै अप्रिय घटना भएकोमा अब यहाँहरूको कार्य योजना कस्तो छ? मैले अघि पनि रिपिट गरेँ, कुनै पनि त्यस्तो खालको गतिविधि भयो भने हामी त्यसलाई कोप गर्ने गरी हाम्रा रिजर्भ टोलीहरू, स्ट्राइकिङ टोलीहरू सबै स्ट्यान्ड बाई हुन्छौँ र स्वयं सुरक्षा समिति पनि सबै एकै ठाउँमा एकीकृत भएर बसेका हुन्छौँ र हामीले त्यसलाई तुरुन्त रेस्पोन्स गर्ने गरी चाहिँ आफ्नो टोली स्ट्यान्ड बाई राखेका छौँ। जस्तै अब डडेलधुरा जिल्लामा मतदान स्थल र मतदान केन्द्र कति छन्? जम्मा 104वटा मतदान स्थल छन् र 141वटा केन्द्र छन्। अब यसमा चाहिँ यहाँहरूले चाहिँ अब म्याजिक प्रहरीहरू जुन अब नेपाल के अरे निर्वाचन प्रहरीहरू खटाउँदाखेरि कसरी खटाउनुहुन्छ? निर्वाचन प्रहरीलाई हामीले प्रारम्भिक चरणमा चाहिँ तालिम सके पश्चात उहाँहरूको नजिकैको चौकीमा हामीले ड्युटी डिप्लोयमेन्ट गरेका थियौँ। तर चुनावको समयमा भनौँ मतदानको दिन हामीले उहाँहरूलाई आफ्नो नगरपालिका अथवा गाउँपालिकामा डिप्लोयमेन्ट नगरिकन छेउको भनौँ न आफ्नो नगरपालिका अथवा गाउँपालिकामा डिप्लोयमेन्ट गरेका छैनौँ, नजिकैको छेउको गाउँपालिका र नगरपालिकामा डिप्लोय गरेर मिलाएका छौँ ताकि चुनाव पारदर्शी होस् भनेर। जस्तै कि अब जुन बाहिरबाट आएका जुन सुरक्षा फौजहरू छ त्यहाँहरूले जुन छ अब मतगणना र मत परिणाम हुन्जेलसम्म चाहिँ उहाँहरू बस्नुहुन्छ अथवा चाहिँ यहाँले चाहिँ त्यो व्यवस्था कसरी मिलाइराख्नुहुन्छ? बाहिरबाट आएको टोली अवश्य पनि चुनाव सके पश्चात फर्किने हो। तर यहाँको मतगणनाको क्रममा यदि आवश्यकता हामीलाई महसुस भयो भने हामी त्यो टोली पनि यहाँ स्ट्यान्ड बाई राख्छौँ र मतदान सके पश्चात उहाँहरूलाई फर्काउँछौँ। अब मतदातालाई सुरक्षित वातावरण मतदान गर्नका लागि यहाँहरूको सन्देश के छ? हामीले एउटा नोट बनाएका छौँ, प्रहरी प्रधान कार्यालयबाट पनि एउटा निर्देशन भएको छ जुन कि हामी प्रत्येक मतदान केन्द्रमा तिनका फोटो फ्लेक्स बोर्डमा अगाडि राख्नेछौँ। जस्तै कि मापसी गरेका मान्छेहरूलाई प्रवेश निषिद्ध, त्यस्तै मोबाइल प्रयोग मतदान केन्द्रभित्र मोबाइल प्रयोगमा चाहिँ केही रेस्ट्रिक्सन, त्यस्तै झोलिए पदार्थहरू लिएर भित्र प्रवेश गर्नमा रोक, अनावश्यक फोटोग्राफी असम्बन्धित मान्छेको फोटोग्राफीहरूमा केही रेस्ट्रिक्सन लगायतका अनावश्यक मान्छेहरूको भिडभाडलाई कसरी न्यूनीकरण गर्ने, विदाउट डकुमेन्ट बिना डकुमेन्टका मान्छेलाई प्रवेशमा चाहिँ कडाई गर्ने लगायतका गतिविधिहरू हामी रोकेर चाहिँ निर्वाचनलाई चाहिँ सफलतापूर्वक सम्पन्न गर्ने चाहिँ तयारी गरेका छौँ। अब यहाँहरूले जुन मदिराको कुरा गरिरहँदा जिल्लामा मदिरा निषेध निर्वाचनका बेलामा
कहिले र कसरी गरिन्छ? अहिले नै हामीले मदिरा 7 बजेपछि बेचबिखन प्रतिबन्ध लगाइसकेका छौँ र त्यो कार्यान्वयन चरणमा पनि छ र 72 घण्टा अगाडि त हामी पूर्ण रूपमै बन्द गर्छौँ र अझै नयाँ कुनै इन्स्ट्रक्सन आयो भने सो बमोजिम हामी अगाडि बढेर चाहिँ निर्वाचनलाई शान्तिपूर्वक सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरेको छौँ। अब निर्वाचनका बेला जुन विगतका दिनहरूमा चाहिँ निर्वाचन जुन हुन्थ्यो त्यसको उसमा चाहिँ अहिले आएर चाहिँ आचार संहिता पालना गरेको धेरै दलहरू देखिन्छ, तर कहीँ कतै उल्लङ्घन भएका घटनाहरू छन्। बिल्कुलै उल्लङ्घन नभएको त होइन, केही त्यस्ता इन्फर्मेसनहरू आएका थिए तर ती इन्फर्मेसनलाई हामीले बेलैमा रेस्पोन्स गरेर उहाँहरूले करेक्सन गर्नुभयो, स्वयं राजनीतिक दल आफैले करेक्सन गर्नुभयो र अहिले आचार संहिता पालना भएको अवस्था देखिन्छ। अब जस्तै दलहरूले दलका उम्मेदवारहरूले जुन अहिले जुन 13 दल डडेलधुरा जिल्लामा प्रतिस्पर्धामा छन् र उम्मेदवारी दिएका छन्, दर्ता गराएका छन्। अब उहाँहरूको चुनावी प्रचारका उसमा चाहिँ विगतका दिनहरूमा चाहिँ कहीँ एक अर्कामा चाहिँ मनमुटाव भएको भन्ने कुराहरू पनि आउँथ्यो। कहीँ अब डडेलधुरा जिल्लामा अहिले त्यस्तो केही भएको पाउनुभएको छ? अहिलेसम्म त्यस्तो उहाँहरूको बिचमा मनमुटाव र कन्फ्लिक्ट भएको अवस्था देखिँदैन। सायद हामीले उहाँहरूको जुन डेली एक्टिभिटीको जुन सेड्युल लिन्छौँ र त्यसमा नजुझ्ने गरी चाहिँ कार्यक्रम गर्न भनेर हामीले विनम्रपूर्वक उहाँहरूलाई अनुरोध गरिरहेका छौँ र उहाँहरूले यो कुरा मानि पनि राख्नु भएको छ र प्रत्येक कार्यक्रम प्रहरीको उपस्थिति भएको कारणले गर्दा अहिलेसम्म कुनै पनि किसिमको दुर्घटना अथवा झैझगडा अथवा कुनै त्यस्तो अप्रिय घटना सुन्न हामीले पाएको छैनौँ। त्यो चाहिँ खुसीको कुरा हो डडेलधुराको लागि। अब अन्तिममा अब डडेलधुरामा शान्तिपूर्वक जुन निर्वाचन गराउनको लागि जिल्ला प्रहरी कार्यालय डडेलधुराको भूमिका कस्तो रहन्छ? हामी अवश्य पनि सबैसँग समन्वय गरेर यस निर्वाचनमा प्रतिस्पर्धा गरिरहनु भएको सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण उम्मेदवारज्यूहरू, त्यस्तै मतदाताहरू, त्यस्तै सबै सुरक्षा निकायहरू, सञ्चारकर्मीहरू सबैको समन्वयका साथ हामी अगाडि बढिरहेका छौँ। हामीले लिनुपर्ने इन्फर्मेसनहरू सबैसँग सङ्कलन गर्ने प्रयास गरिरहेका छौँ र यसरी सबैबाट सहयोग हुँदा अवश्य पनि हामी निर्वाचन सफलतापूर्वक शान्तपूर्वक सम्पन्न गर्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु। हस्, धन्यवाद।